वान अफ द बेस्ट डे फनी डे आफ्टर धेरै समयपछि हामी अहिले कहाँ छौँ वाकमा हिँड्नको लागि के भन्नु छ तिमीलाई छैन अब हामी डेस्टिनेसनमा पुगेपछि अनि हिँड्न सुरु गर्छौँ ए पार्किङ त रहेछ त यस्तो ल कहाँसम्मको यात्रा हो मैचाङ बाटोले जहाँ लाग्छ तिमीसँग जानु हो र बाटोले कहाँ लाग्छ र त हजुरलाई थाहा छ कि मलाई त थाहा छैन पनि यो बाटोले कहाँ लान्छ अब गन्तव्य यो बाटोको हिँड हो अब यो फुलहरू रङ्गे चङ्गे आज बिदा ल यस्तो छ पुरै अब मान्छेहरू उताबाट नै आइरहेछन् पुरै प्लेन चढिरहेको छ माथि एयरपोर्ट नजिक भएर हो हाम्रो घर चाहिँ एयरपोर्ट नजिकै छ गुड गुड त्यो घुम्नेवाला होइन यो घाम छ मान्छेहरूलाई पनि कस्तो कस्तो इच्छा हुन्छ इच्छाधारी इच्छा पुरा गर्ने मान्छे इच्छाधारी मान्छे हिँडिरहेको छ नि त थकै लाग्यो भने भने म बोकेर कुद्छु त्यस अहिले मेरो कन्डिसन त्यस्तै छ ल हामी हिँड्दैछौँ यहाँ चराहरू कराएको दृश्य कहिले गरा रहेछ तिमी त होइन कोइली तिमी त होइन कोइलीको जस्तो आवाज छ कि कोइलीको जस्तो आवाज छ त्यो कोइलीको जस्तो आवाज यो चाहिँ एयरपोर्ट हेर्न नजिकै छ त्यही भएर प्लेन चाहिँ उडिरहेछन् अनि हाम्रो घरबाट पनि जम्मा 20 मिनट्समा चाहिँ इन्टरनेसनल एयरपोर्ट पुगिन्छ यस्तो के रहेछ यो रुखहरू सबै फिरेर पात हुँदै अनि माथि यस्तो हुँदैछ तिम्रो एउटा लौरी ल्याइदिनु पर्ला जस्तो लौरी किनेर यस्तो छ अब हामी यस्तो माथि पुग्न हामी चाहिँ अलमोस्ट माथि डाँडामा पुग्न लागिसक्यौँ होइन बेब यहाँ लौरी बनाइछिन् समात्ने यस्तो आलु पाडे हिँड्यौँ भन्छ थाकेर म चाहिँ मेसिन जस्तो हो क्या अनि तालै पिलो बोक्ने हो त्यस्ता गाह्रो त ठिकै हो आफ्नो मान्छेलाई बोक्ने के गाह्रो नि त्यहाँ जहाँसम्म सक्छु त्यहाँसम्म चाहिँ बोकाउँला नि मजा आउँदो रहेछ काखमा बोकेर चढेर हामी चाहिँ त्यहाँ तलबाट आयो थाक्यो यसले यहाँ डाँडो कोप्दा रहेछ यसको पात चाहिँ काला जस्तो हुने रहेछ यस्तो रातो फुल हामी चाहिँ अहिले डाँडामाथि छौँ ओ मान्छेहरू देख्नुभयो मान्छेहरू हिँडिरहनु किरा जत्रा होइन बेबी हामी त्यस्तो बाटो
हामी अब यसरी गएर यसरी त्यो डाँडाबाट त्यसरी तल झर्ने होला क्या मजा नि लिएर रहेछ त्यसले त भेरीघाट पनि छ धेरै पर हिँडेर आइसक्यौँ माथि पुगिसक्यौँ टपमा आइपुग्नु लागिसक्यौँ म त गर्मी भएर पसिनै आयो अब हामी यहाँ बस्नु त्यो तिनीहरूले एउटा चियर नै बनाइदिनु पर्ने क्या है पानीको धारो सारो नहुने ठाउँ पनि हो क्या फ्रिज पनि अझ कोल्ड ड्रिङ्क्स राखेर यता त जाँदो रहेछ बाटो यता जानुपर्ने रहेछ अघि बस्नु पहिला यहाँबाट हेरेर त आम्मा दामी रहेछ कस्तो राम्रो देखेर माथि हामी तलै थियौँ तलबाट यहाँसम्म आइपुग्यौँ यो ग्राउन्ड नजिकै हामी आएको चाहिँ कहाँनिरबाट हामी आएको त तल हो यो ग्राउन्ड देखेको छ नि त्यहाँनिरबाट हो आएको यो त ग्राउन्ड होइन यो त मान्छे हो यो त मान्छे हो यो कहाँ ग्राउन्ड यो मान्छे हो यो ग्राउन्ड कहाँ देखेँ जस्तो लाग्यो त हजुरलाई त कहीँ देखेको हो मैले तिमीले मलाई रातापुरमा देख्यौ होला हो मेरो घर रातापुर हो नि भरतपुर 26 ए मेरो यसरी चाहिँ आजको दिन आइतबारको दिन हावामा सरर कति मिठो हावा लाग्यो तिमीलाई थाहा छ पहिला हाम्रो पछाडि टक्क मकै रोपिन्थ्यो मकै गोड्न गइन्थ्यो हामी टक्क बारीमा म भाइ मम्मी अनि चट्ट मकै गर्दा गर्दै सिधा हावा लाग्थ्यो यस्तो चिसो हावा अनि हामी तिनजना टक्क उठेर चट्ट चिसो पानी खाएर एकछिन आलीमा बसेर फेरि खेत खान थाल्यौँ ल अब गफ भन्छन् अब ठिक छ शनिबार कहाँ स्कुल जाने हो र यो हावा चल्दाखेरि चाहिँ मलाई चाहिँ त्यो याद आयो सानो बेलाको सिरिरी चिसो हावा चल्थ्यो मम्मीले चाहिँ गर्नुहुन्थ्यो अनि भाले रुमाले चाहिँ जिस्काउँथ्यो अनि चिसो पानी खाएर यस्तो हावा चल्थ्यो आहा कस्तो आनन्द आयो चिसो तिमीलाई नि आनन्द आयो चिसो है शीतल भयो कताबाट रहेछ त्यो वाटरफल भनेको थियो यता त होइन होला कि माथि जाने हो वाटरफलमा जाऊँ है हो तलै जाउँ अब अलि अब चाहिँ अलिकति बाटो बनेको जस्तो बाटो हिँड्ने गऱ्यो हामीले यो सिया हावा चल्दाखेरि यस्तै खोला तरेर अनि यसरी नै यस्तो बाटो चढेर हिँड्दै गएको कति धेरै घन्टा हिँड्नु परेको थियो अनि यस्तै हावा लाग्थ्यो तिनीहरू त पुरै लौरी सौरी टेकेर आएर हामी तिनजना हिँड्ने थियौँ कि यस्तै बाटो अनि हजुरबाले चाहिँ लौरी टेकेर हिँड्नुभएको थियो अनि मलाई यहाँ बोकेर लौरी टेकेर लिएर जानुभएको थियो कि माथि पाहाडमा ए म त पाहाडै गएँ अहिलेसम्म यही फर्स्ट टाइम यही पाहाड हो म त हो नि हजुरको यो कोर मेमोरीमा रहने भयो फर्स्ट पाहाडै यही हो फर्स्ट पाहाड चढेको स्कुल पढ्यो +2 पढ्यो ब्याचलर्स पनि त्यहीँ चेतावनी पढ्यो अनि त्यसपछि त यता आइहाल्यो म पनि त गएको 5 वर्ष हुँदाखेरि होला म त नि पाहाड सानैमा पाहाडै गएन क्या पाहाड त मम्मी गयो त बल्ल अस्ति भर्खर पाहाड जानुभएको अरे फर्स्ट टाइम मम्मी चाहिँ फर्स्ट टाइम अब म त झन् कता गएको म त अब के त अब त्यही पाहाड पोखरा घुम्न गयो चाहिँ भने पाहाड जानुपर्छ रातो माटो यस्तै छ हामी चाहिँ हिँड्दै यहाँ पर आइपुगिसक्यौँ म त रातै भइसक्यो गर्मीले घामले यो मेरो फर्स्ट एन्ड लास्ट वाकिङ हुनसक्छ कृपया
दिस इज यस्तो चरा कराइरहेको छ यहाँ माथि के भन्छ तिमी चरा कराइरहेको छ कोइली कराइरहेको छ तलको कोइली कराएको हो कि माथि कोइली सुगा पुरै सुगा गराएर बसिरहेछन् तपाईँहरूलाई म एउटा देखाउँछु यहाँ तपाईँहरूले देख्नुभयो यो पिङ्क कलर र अर्को खैरो कलरको सुगा है अनि यसकै छेउमा तलपट्टि छ अर्को फेरि होइन अर्को यहाँ छ फेरि यो पनि पिङ्क कलर र यस्तो यस्तो कस्तो कस्तो कलरको छ यो त्यसकै छेउमा यतापट्टि फेरि आएपछि यतापट्टि यहाँनिर फेरि यो हरियो कलरको सुगा छ है अब यहाँबाट यसरी आएपछि तपाईँहरूलाई म सेतो कलरको सुगा देखाउँछु ल हेर्नु यहाँ चाहिँ फेरि सेतो कलरको सुगा छ तिन थरीको सुगा तिनतिर अनि यहाँ चाहिँ फेरि एक थरीको फुल आफूलाई देख्नु त दर्शक त्यहाँ चाहिँ फुल अनि यहाँ चाहिँ भँगरा म त यहाँ पुगिसकेँ कहाँ हराउनु भयो आउनु आउनु लट्ठी चाहियो लट्ठी पाइयो कि फेरि बाटोमा अघि कुवाडाले कोप्यो नि त काँडा साडा आउन सक्छ भनेर यस्तो फाल्न सक्दैन हुन्छ अनि यहाँ त बाघ भालु पनि आउनु सक्छ नि त होइन बाघ भालु त यहाँ पाउँदैन भेट्छु त मात्रै भएको हुन्छ यहाँ कहाँ भएको हुन्छ यो लौरी ठिक हुन्छ हो गर्मी भयो है टन्नै हिँड्यो नि त आज त है इट वाज गुड डे पिकनिक ग्राउन्ड यहाँ चाहिँ अब यहाँबाट यो त पिकनिक ग्राउन्ड जस्तो छ यस्तरी यता गएपछि चाहिँ तल झर्ना हेर्ने ठाउँ रहेछ छेउमा नजानु है हुँदैन त्यस्तो माई गड कस्तो डरलाग्दो रहेछ छेउमा यस्तो छ अब फेरि यस्तो बाटो आइपुग्यो मलाई त चाहिँदैन होला हालिदिनु ला खोपे हस् त्यो पनि हुनसक्छ तर होइन कोप्छ त्यो कोप्ने काँडा छ मलाई पनि कोपेको थियो अघि कहाँ जानुहुन्छ पानी छोरा चिसो रहेछ पानी हो गङ्गा जललाई जय भन्नु अब गङ्गा जल छुनुभयो ढोक गर्नुहुन्न खान नमिल्दो रहेछ त्यो पानी हो र झर्नाको पानी के भन्छ त बेबी यु आर अलमोस्ट वी आर एट द एन्ड अफ दिस अब यो ट्रेकको इन्डमा आइपुग्नु लाग्यो यसको लास्ट फाइनल गोल भनेको चाहिँ यो झर्नाको पानीको रहेछ हामी त्यहाँ माथि जान्छौँ के भन्छ त बेबी तिमी इन्डमा आइपुग्नु लाग्यो अब एन्ड चाहिँ त्यहाँनिर एकदम सेटिस्फाइङ लुक एकदम राम्रो टप एडभेन्चरस केटीमा पुरै त्यस्तोमा गएर तिरमा बसेर कसले फोटो खिच्छ तिरमा बस्छु म फोटो खिच्दिनँ डरके आगे जिते ठिक छ मलाई डर लाग्छ यस्तो म यहाँ तल जान्छु बरु के रङ्ग लाग्ने हो कुनै यस्तोमा यहाँ यत्रो उस हिँडिरह फेरि अब सुस्तरी अब हात देऊ म चाहिँ यताबाट आएको सेफ बाटो बुढामा चाहिँ यहाँबाट यस्तो चर्चाबाट आउनु पऱ्यो यस्तो चाहिँ हाल उता नजाऊ है बेबी
यहाँ चाहिँ यस्तै छ नाइस क्या दामी हावा आउँदो रहेछ यहाँ चाहिँ त्यही त है अँ चिसो हावा आइरहेछ आनन्दको अब 1 महिनालाई पुग्ने अक्सिजन यहीँनिर अलिकति यो पानीको बोतल पनि प्याक गरौँ कि कहाँ भएको झर्नाको पानी आउने ठाउँ रहेछ नि देख्यो यो पानी पुरै तलसम्म गएको छ नि सबै यहाँको पानी रहेछ यहाँबाट आउन चाहिँ गाह्रो छ ए म पनि त्यसरी नै आएको अघि पहिलो तलमा त हामी कहाँबाट आएको हामी त्यो डाँडा देखेछौँ त्यो डाँडाभन्दा उतापट्टि पारी चाहिँ हाम्रो गाडी छ त्यहाँबाट हिँड्दै 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 त्यो डाँडा पुरै काटेर नि यतापट्टि त्यो भान्छ त्यो छ नि फिल्ड त्यो फिल्डबाट उता 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 हुँदाउँदै हुँदाउँदै त्यहाँ आयो त्यहाँबाट यसरी हिँड्दै 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 चाहिँ नजिकदेखि लास्ट टाढा आयो त्यो हिँड्दै हिँड्दै यो पुरै यो बाटो तलबाट यसरी माथि माथि उक्लिँदै उक्लिँदै उता 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 उताबाट अनि यहाँ आइपुगेको हामी गाडी राखेको यो डाँडाभन्दा पनि अझै उता यसरी कटेर आयौँ तर मैले एउटा के कुरा नोटिस गरेँ होइन यस्तोमा चाहिँ यस्तो सेतो जुत्ता लाएर हेरेर त सबै जुत्ता बिग्रियो तिम्रो पनि बिग्रियो देखाउ थिएँ तिम्रो पनि पुरै माटे माटो लाग्यो चाहिँ अर्को खालको जुत्ता लाएर आउनुपर्ने रहेछ मेरो त धनी कोठारी हेर नि अगाडि जुत्ता कोठारी अर्कोचोटि उठाएर यहाँ त सिधै तल छ त्यो तलको देखाउ त यहाँ त सिधै तल छ अघि नै भन्छ फर्स्ट एन्ड लास्ट अब सुस्तो सुस्तो अब यस्तै नि यस्तो लौरी लिएर हिँड्छु हो त म कट्यो ल कता हरायो अब है नहराइकन हो नि पछि पछि बाटो पनि कस्तो रहेछ कि यहाँ त माइलो आइरहेको छौ अब बिस्तारै बिस्तारै यो चाहिँ ट्रायल वाकमा हिँडेर आइसकेपछि यसो जुत्ता पुस्नु छ यसरी फोहोर फोहोर लाग्छ तर यो जुत्ता त सबै फोहोर हुने रहेछ जुत्तालाई राम्रो हुँदो रहेछ जब तिमी पनि पुसक्नु त्यसमा चाहिँ ट्याक्कै 2टा खुट्टा हाल अब त्यसरी त्यो भयो भने चाहिँ तिम्रो धुलो सुलोहरू सबै यहीँ झर्ने भयो क्या बुझ्यौ अर्को नि गर गुड जब हो गाडीमा जाँदैन ल अब यहाँबाट फेरि अर्को आधी घन्टा हिँड्न गाडी पुग्न हाम्रो गाडी चाहिँ अर्को ठाउँमा छ कस्तो लाग्यो त बेफ राम्रो लाग्यो त्यो ब्लर आएको